गाइस के छ खबर सबजना सन्चै आरामै हुनुहुन्छ होला। फेरि पनि म अर्को भ्लग लिएर आइसकेँ अनि हामी चाहिँ अब खेत हेर्न आएको। जौहरू यता हाम्रो पछाडि चाहिँ मेरो पछाडि हाम्रो गाउँ ए जौहरू पनि पाकिसकेको छ। यहाँ हाम्रो खेत चाहिँ त्यो माथिको अनि हाम्रोमा अलि हरियो हरियो देखिन्छ। यताहरू चाहिँ पाकेको छ है सबै यस्तै 360 देखाइने चाहिँ अलि स्पिड हुन्छ होइन। त्यो चाहिँ म परको हाम्रो घर भयो के भन्छ अरे यता हेर्नु को आएको छ मसँगै। किसका बेटा आया है, किसका बेटा है तू? देखिए देखिए लो गाइस गर्दैन के शान्त भएको होला। त्यसले चाहिँ होइन केटाहरू त गएका छ नि अनि हामी चाहिँ चिया पिउँदैछौँ भने अनि यता यी अर्जुन अनि सारू केटाहरू चाहिँ यो चाहिँ के बोल्नै आउनु यार मलाई फेरि केटाहरू देख्यो भने बोल्नै आउनु के ल अर्जुन बोल्नुहुन्छ। सो हे गाइज के छ सबैजनाको हल्लीचल्ली आराम हुनुहुन्छ? अब हाम्रो चाहिँ गाउँमा केही काम छैन होइन। टक्क सबै केटाहरू भेला हुने अनि यस्तो चिया खाने बस्ने कुर्सीमा अनि केही छैन। अब गफ मात्र हो। जौँ काट्ने पनि बेला भएको छैन। बाह्र जौँ पुरै हेर्नु त हरियो हरियो छ। कोही ठाउँ त फेरि सुकेको छ तर अब वैशाखपछि चाहिँ काट्ने हुन्छ। धमाधम काट्ने हुन्छ। वैशाखसम्म चाहिँ हाम्रो कामसाम केही छैन। यस्तै बस्ने चिया खाने केटाहरूसँग ए भा नभएको गफ हान्ने त्यही छ। तपाईँहरूको कस्तो छ नि भन्नु होला ल। बाई बाई ल। जौँ पाके जाँड खाइन्छ। अहिले त चियामै चित्त बुझाउनु परेको छ। यदि त्यही हो अरू ल अब सबै अर्जुनले भनिसक्यो। म चाहिँ के भन्ने र त्यसको मेरो नपत्ता तिनको मुख हेराइदिए ऊ तिमीले भनेको नि सबै कपिराइट आउँछ न हान्दैन। म त म्युट गर्छु यार। म मेरै कुरा मन पर्दैन म्युट गर्छु बेला बेलामा हान्दै के हुन्न कि गीत त। गुड मर्निङ गाइस। ल फेरि पनि म आइसकेँ होइन बिहान। अहिले चाहिँ अर्को दिन हो होइन त्यो भ्लगमा चाहिँ होइन पारिवारिक घाम आइसकेको छ। आज चाहिँ मस्त मजाको मौसम गरेको छ। त्यो धोरपातन साइडमा कस्तो दामी देखिन्छ। त अँध्यारो छ भने एकदमै खुल्ला छ है। धोरपातन भयो। आजको भ्यू चाहिँ हाम्रो गाउँतिरको यो हो। अनि हिजो माथि खेतमा जाँदाखेरि भ्लग स्टार्ट गरेको थिएँ। त्यही बेला होला आज इन गरिदिउँ न त भनेर भर्खर स्टार्ट गरेको। म भर्खरै उठेको कि घाम त्यहाँ आइसक्यो र म उडेको छु। अनि अघिल्लो भ्लग अपलोड गरेको त कस्तो कपिराइट आएको छ है। कपिराइट क्लेम आएको छ त्यसैमा उठिस कि हजुर। हाम्रो आलुहरू पनि यस्तो भइसकेको छ। भर्खर पनि भ्लग बनाएको त आवाज नै हेर्नु छैन। रिस्टार्ट गरिदिएको मैले। आज पनि पानी परेको थियो राति मजाले पानी पऱ्यो। अनि आज त फेरि हिजो त पानी परे पनि मौसम एकदमै अँध्यारो घाम नलागेको गरेको थियो। आज चाहिँ घाम लाग्यो मजाले घाम लाग्यो। 2 दिन त घाम लाग्नु जरुरी नै छ होइन। जौहरू पनि पाक्न बाँकी छ। पानी आयो भने फेरि पाक्दैन कि वैशाख लागिसक्न लाग्यो। ल ओके गाइस धेरै लामो हुन्छ ब्लग अनि गर्छु म फेरि अर्को ब्लग स्टार्ट गरिदिन्छु होइन।